दर्शकवृन्द नमस्कार। म यहाँहरूलाई म्युजिक डिसिमिलर युट्युब च्यानलमा हार्दिक स्वागत गर्छु। र आज चाहिँ झपताल प्याटर्न थ्योरी लिएर आएँ हैन। यो मादलमा चाहिँ मादल कसरी बजाउने झपतालमा भन्ने यो केही सिरिज लिउँदै आएको छु। यस क्रममा चाहिँ अलिकति रोचक प्रकारको छ हैन झपतालको यो प्याटर्न। यसमा धानको प्रयोग भएको छ अनि धिन अनि ताङ त्यति प्रयोग भएको छ। जम्मा 3टा बोल प्रयोग भएका छन्। रिडिङमा जस्तो 1 2 3 4 5 है अनि 6 7 8 6 7 8 9 10 यो 10 मात्रा हुन्छ हैन। अब यसको विभाग चाहिँ 4वटा हुन्छन्। ताली 3टा खाली एउटा हुन्छ हैन। मात्रा टोटल 10 हुन्छ। 10/8 बिट हैन। 10/8 बिटमा यसलाई राख्न सकिन्छ। रिडिङ गर्दाखेरि यसलाई धाङ धिन ताङ ताङ धिन ताङ 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 धिन ताङ ताङ धिन ताङ ताङ है। यो विशेष खालको महत्त्वपूर्ण छ है। अब यो के भने तालमा अभ्यास गर्न चाहनु भने साथीहरूको लागि पनि र सङ्गीतमा चाहिँ अब अलिकति उयो गर्ने साथीहरूलाई यो चाहिँ विशेष छ। हेर्नुहोस् हैन। यो धाङ धिन ताङ ताङ धिन ताङ 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 धिन ताङ ताङ धिन ताङ ताङ यो हिसाबले रिड गर्ने है त। मैले यहाँ बजाउँछु। धाङ भनेपछि यो है। यो पनि ओपन बजाउने अनि यो पनि ओपन बजाउने। दुईटै ओपन भने दुईटै रन्काउने। दुईटै रन्का दुईतिरै रन्काइदिएँ मैले है। दुईटै दुईतिरै मैले रन्काइदिएँ भने के हुने रहेछ लाने यो चाहिँ धाङ भयो। अब घिन त तपाईँले भन्दै आएको छु। यसरी घिन र यो तप मिसाएर भयो। ताङ चाहिँ यति हो। यसरी चाहिँ हामीले अभ्यास गर्न सक्छौँ हैन। आज पनि झपतालको प्याटर्न फेरि राखेँ हैन। यहाँहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया जनाउन नबिर्सनु होला। यदि फिजिकल क्लास पनि तपाईँहरूले लिन इच्छुक हुनुहुन्छ भने तारकेश्वर 1 साङ्ला बाक्यको पुलमा केआरपी म्युजिक सेन्टर छ। त्यहाँ गुगल म्यापमा पनि तपाईँहरूले केआरपी म्युजिक सेन्टर भनेर सर्च गर्नुभयो भने त्यहाँ पाउन सक्नुहुन्छ। त्यहाँ सम्पर्क राख्नु होला। होइन तपाईँहरू व्यस्त हुनुहुन्छ भने युट्युब च्यानलबाट पनि होइन। यो च्यानलमा पनि मैले विभिन्न प्रकारका भिडियो राख्दै आएको छु। अब त्यो अनुसार चाहिँ लाभ लिन सक्नुहुन्छ। अन्य साथीहरूले राख्नु भएको छ युट्युब च्यानलमा हेर्नुहोला। र अहिलेलाई मलाई चाहिँ म्युजिक डिसिमिलर युट्युब च्यानलको यो झपताल सम्बन्धी कक्षाबाट बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।